So this is my first time I'm going on a trek. But nobody knows in my home. पहिला चाहिँ जस्ट बाबाले थाहा हुँदैन बाबालाई पनि थाहा हुन्थ्यो कि आम गोइङ समवेयर भनेर ट्रेकिङ नै गएको भनेर चाहिँ थाहा हुँदैन थियो तर फर्स्ट टाइम त थाहा पनि थियो कि आई वाज गोइङ ट्रेकिङ अहिले चाहिँ म यहाँ घरमा बस कुरिरहेको छु एन्ड आई डोन्ट नो आई विल पोस्ट इट अर नट तर आइ एम गोइङ अन अ ट्रेक टु आमायाङ्ग्री अनि सी होम म त केही गर्दिनँ यो चाहिँ किउल भन्ने ठाउँभन्दा माथि अब वी आर रिचिङ टिम्बु अनि यहाँनिर चाहिँ हामी अर्कै बाटोबाट आएछौँ क्या कि कुन चाहिँ बाटो हो आई डोन्ट नो तर बाटो नै कस्तो बाटो हो कि के हो यहाँ चाहिँ एउटा पनि बोर्डहरू रहेन रहेछ यहाँ अगाडिको मान्छेहरू र हामीहरू चाहिँ वी आर स्टक कि यता जाउँ कि उता जाउँ कति धेरै ठाउँहरूमा चाहिँ यस्तै हुने रहेछ खालि कहाँ जाने नै थाहा छैन यता जाने कि उता जाने अब वी आर सो अननोन अबाउट इट है तिमीहरूलाई बाटो थाहा छ कि नै के भनेको केही नभन कुरा भन्छ यता टुडे इज द लास्ट डे whatever of 2024 अनि हेर आज चाहिँ न्यू इयर इभ पनि हो आई एम फिलिङ सो गुड राइट नाउ अनि हेर गोइङ थ्रु समथिङ नराम्रो बताइदिन्छु ओके केही कुरा राम्रो हुनलाई चाहिँ नराम्रो हुनुपर्छ फर्स्टमा भन्ने कुरालाई चाहिँ मैले विश्वास गरेँ कस्तो कुरा गर्छ यार 37 मिटरमा नाम चाहिँ हो नि नि उक्कालो त धेरै गर्नुपर्छ नि हजुर हामी चाहिँ रङ बाटो आयौँ त्यो पनि रङ बाटो आयो भने यो पनि पुग्छ अरे भनेर भन्नुभयो अनि लेट्स सी पुग्न त पुगिहाल्यो होला यति चाहिँ ओके यहाँ दाइहरू हुनुहुन्छ उहाँहरू सबैजना बाटो रङ नै आउनुभयो हामी सबैजना मिलेर ठिकै छ सो अघि जुन ठाउँ थियो नि त्यहाँनिरबाट चाहिँ हामी लेफ्ट आयौँ तर राइट जानुपर्ने रहेछ कि यो चाहिँ मेरो बाइक ट्रिप हो नि त बाइक ट्रिप हो अनि त्यही भएर यस्तो गर्नु पाउँछ बाटोमा वाउ भनेर किनभने वाउ मैले जहिले पनि नराम्रो वान्स एग रे क्या अलिकति देऊ न यति त नदेऊ अलिकति धेरै देऊ न ओ अर्को पनि आयो ओ अर्कोलाई पनि देऊ न अलिकति झगडा नगर नि दुवैलाई अब एक पालै देऊ न काले तिमीलाई इनफ भयो के सानो अब उसको पालो हो के उसलाई मेरो उहीलाई देऊ न ओ सानो खाऊ I am having this for the first time. It's 4:30 AM. खासमा चाहिँ 4 बजे निस्किनु पर्छ हामी बट देन अब हामी निस्किन आँटेको टु आमायाङ्ग्री अबको 1 आवर राइड पछि चाहिँ हामी चाहिँ आमायाङ्ग्रीको बेस क्याम्पमा पुग्छौँ अनि त्यहाँबाट चाहिँ वी निड टु वाक बाटो इज एकदमै धेरै अफ रोड रे लेट्स सी फकिङ कोल्ड एकदमै धेरै उठ्नै मनदैन कि या यस्तो चाहिँ अब सनराइज के हेर्ने जस्तो फिल भइरहेको थियो क्या अघि न चाहिँ कहिले पनि मेरो मोबाइलबाट देखिँदैन यहाँ चाहिँ पुरा बाटोमा हिउँ जमेर हामी लड्यौँ भर्खरै यहाँनिर चाहिँ मेबी वी वान्ट सो बाटो इज डेन्जर प्लस आइस छ बाटोमा इट इज फ्रिजिङ कोल्ड अनि माथि चाहिँ स्टार मैले कहिले सोचेको थिएन क्या म यस्तरी आउँछु होला बट देन थ्याङ्क्स टु द्याट पर्सन लड चाहिँ क्या हो बिचरा सो दिस इज आमायाङ्ग्री बेस क्याम्प हामीलाई चाहिँ यहाँ तार्केयाङबाट यहाँ पुग्नु 45 मिनट्स म्याक्सिमम मिनिमम भनेको थियो तर वी अराइभ्ड इन 30 मिनट्स थ्याङ्क्स टु दिस म्यान अगेन खोइ अब खाऊ अब हामी चाहिँ यहाँबाट ऊ यहाँनिर यो गेट टाइपको देखिरहेको बाट हामी ऊ
त्यो बत्ती बलेको ठाउँसम्म जानुपर्छ र मेबी त्योभन्दा माथि है सोचेर हिँड्न मन लागेन। यहाँको यो आइसहरू चाहिँ यस्तो ट्विङ्कल ट्विङ्कल भइरहेछ। वाउ वाउ भन्दैन भनेको खालि वाउ भन्छु क्या मैले। न यहाँले 1.5 घन्टा हिँडेपछि यो चिसो हावामा टाउको दुखाइ हिँडेपछि चाहिँ फाइनली त्यो ठाउँ आइपुग्यो हामायाङ्ग्री। 1 घन्टा हिँडेपछि हामी उयो ठाउँ आइपुग्यौँ। अब उता माथि जानुपर्छ कि फेरि। एन्ड इट्स टाइम फर सनराइज। तरी चाहिँ म ठ्याक्कै चोर जस्तो देखिरहेको छु। कस्तो अननेचुरल लाइट आएको। अस्ति नै तान्चोकबाट देखिने हिमालहरू चाहिँ यही नै हुनुपर्छ। अब अस्तिभन्दा अलिकति क्लियरता आयो मेरो मोबाइलबाट। अनि अस्ति नै तान्चोकबाट देखिने हिमालहरू चाहिँ यो नै हुनुपर्छ कि, तर हिउँ चाहिँ अलि धेरै नै कम रहेछ यहाँनिर। निधेरी रातमा तिनीहरूलाई होस छैन नाच्न रङ्गाउन मनमा जोस छैन तिम्रो मायामा यसरी लथिए म तिमी बाहेक अरू कोही छैन मेरो मनमा सास मानेर मेरो प्राण भरिदेऊ अपुरो अस्तित्व मेरो पुरा गरिदेऊ सुख होइन हाम्रो माया 2 पलको लागि यो डोरो हो जुनीभरिको सानो यो धागो हाम्रो मायाको तिमी बिना मेरो जीवन अधुरो छ। These white flowered plants are making me remember the कालिम्पोङ है। अनि त्यसपछि यो काँदावाला प्लान्टहरू चाहिँ मलाई मर्दै जाँदाखेरि बाँडलदाँडादेखि हाई क्याम्पसम्म यस्तै मतलब प्लान्ट छ क्या दुईतिर। ट्रेकिङको एउटा बेफाइदा चाहिँ के हो भनेदेखि अब म यस्तो हिँड्न पनि ठाउँमा कहिल्यै जान्न भन्ने लाग्छ कि। फर्स्ट ट्रेक अफ 2025 कङ्ग्रेचुलेसन्स टु मी। चोर जस्तो अनुहार लिएर म चाहिँ हामायाङ्ग्री पुगेँ। हामायाङ्ग्रीको माथि मन्दिरमा पुग्दै चाहिँ यताबाट फेरि दामी माउन्टेन भ्यू देखिँदो रहेछ। यहाँ पनि हिउँ हुनुपर्ने तर छैन। So this is हामायाङ्ग्री मन्दिर नै होला मेबी। मैले त्यहाँ साडी लगाएर फोटो खिचेको छु। खाना खाइन नाटक गरेर हिजो राति खाना खाइन नाटक गरेर अब चाहिँ मलाई भोक लागेर मलाई के गरौँ भयो। उसले चाहिँ के भनेको थियो भने तिमी केही टेन्सन लिन पर्दैन तिमी आऊ मात्र आऊ भनेको थियो होइन। मैले चाहिँ त्यही भएर अब त्यही सोचेँ। पछिबाट त केही पनि नै क्या धन्न मैले मामा चौचौ बोकेर छु र अलिकति उसले पनि खान पाएँ। अझै मैले औषधि पनि बोकेको थिएँ उसलाई पनि काम लाग्यो। मैले आफ्नो लागि मात्रै बोक्न लागेको थिएँ फेरि औषधि पनि आफ्नो लागि मात्र बोक्यो भन्ला भनेर कस्तो रहेछ भोक लागेर बोकाएर माने औषधि खाँदैन अनि मैले फोटो नखिचिदिने अरे। अब त्यत्रो फोटो खिच्दा होइन अनि द्याट इज नट इनफ फर मी नि त। अब म फेरि आउँछु त यहाँ ल भन त। मेरो अस्तिमा पनि रमुनासँग यही कुरामा झगडा पऱ्यो हो के त्यसै उठ्ने फेरि आउँछु एक त यस्तो गाह्रो हुन्छ बल्ल बल्ल यस्तो यति लगाएको छु एउटा एक्स्ट्रा फोटो खिच्यो भन्दा मान्दैन। त्यही भएर सोलो राइड आउनु पर्ने रहेछ। फन प्लानमा आएको दुःख पाइयो। राम्रो आयो भयो बन्द गरेर अब उता जाने हो मलाई के थाहा नजाने जाउँ अब ल जाने अब एकचोटि गइदिउँ न त त्यहाँ खिचिदिउँ।
रहर पुर्याइदिउँ। अलिक मुनिबाट यहाँ त्यो जिउमा त धेरै भुइँन है। के कुरा थाहा पायो भनेदेखि मैले फोटोको लागि चाहिँ एकजना क्यामराम्यान नै हायर गर्नुपर्छ फोटो भिडियोको लागि। कि त म आफैले फोटोग्राफी सिक्नुपर्छ र एउटा स्ट्यान्ड ल्याउनुपर्छ र आफ्नो भिडियो आफै बनाउनुपर्छ। ओके, अब चाहिँ वी आर लिभिङ। आमा एङ्ग्री बिचरा बिरामी भयो कि एकदमै धेरै टन्सिलाइटिस भएछ। म बिरामी थिएँ तर ऊ चाहिँ बिरामी भयो। फोटो नबनाइकन गयो। मैले लेखेको कविताहरूमा तिमी शब्द बनिदेऊ। तिमी जहिले मेरो मुटुमा नाचिदिनु है। मेरो जीवनमा कालो बादल छाए घाम बनिदेऊ। फेरि जिउन पाए तिमी मेरै हुनु है। एक्कासी